अब म चाहिँ पूर्ण तरिकाले ठिक भइसकेको छु। तपाईहरुलाई कस्तो कस्तो खाले कस्तो भिडियोहरू हेर्न मनपर्छ कमेन्ट गरेर भन्न नबिर्सिनु होला। हाई हाई एभ्रिवान। सो सबैजनालाई स्वागत छ। म चाहिँ 2-4 दिन भयो भिडियोज पनि राखेको थिएन है। किन भिडियो आएन भनेर सोच्नुभयो होला। पानी परेर मौसम अलिकति क्लाइमेट चेन्ज भएर रुगाखोकी त्यस्तै भइरहेको थियो। अनि त्यसपछि आज चाहिँ अलि बोली भोइस चेन्ज भइरहेको होइन। आज अलि ठिक भएको छ। अनि त्यसपछि फेरि धेरै दिन आज 4-5 दिनपछि घाम पनि लागेको छ यस्तो। अनि खासै चर्को घाम त छैन, अलिअलि घाम लागेको छ। त्यतातिर पानी परेको छ कि छैन। म चाहिँ खानासाना खाएर ओरेर टक्क यहाँ यतातिर आएको भिडियो बनाउँदै अनि फेरि ठ्याक्कै त्यहाँ म आउँदै थिएँ अनि ट्रक आयो, त्यही भएर म चाहिँ यता साइड भएँ। अनि म चाहिँ खाना खाएर ओरेर यहाँ चाहिँ यतिको वक गर्दै अनि यहाँ यो मैले काम गर्ने यता वर एउटा पार्क छ। अनि यहाँ म चाहिँ धेरै जस्तो यहाँ बस्न आउँछु। अनि यहाँ चाहिँ मलाई पिउनुको एकदम दामी लाग्छ कि यो पार्क होइन, बसेर चिसो हावा आइरहन्छ अनि मिठो छ बस्नको लागि। मौसम चाहिँ यहाँ बस्ने भनेको गाइस तर पानी रहेछ। आजभोलि मौसम पनि बदलिरहेको छ। तपाईहरुकोतिर मौसम कस्तो छ आफ्नो चाहिँ ख्याल गर्नुस्। तपाईहरु आफ्नो स्वास्थ्यको ख्याल गर्नुस्। र त्यही हो, म पनि अब फर्किन लागेको। कति राम्रो बिरालो रहेछ। बिरालो कन्स्ट्रक्सनको काम हुन लाहा। अनि त्यसपछि फेरि त्यताबाट गयो भने चाहिँ त्यो मसिनहरू चलिरहेको के, त्यही भएर म चाहिँ फेरि ब्याक यतैबाट फर्किन लाग्यो। अब म चाहिँ पूर्ण तरिकाले ठिक भइसकेको छु। तपाईहरुलाई कस्तो कस्तो खाले कस्तो भिडियोहरू हेर्न मनपर्छ कमेन्ट गरेर भन्न नबिर्सिनु होला। ल साथीहरू, आजको भिडियो चाहिँ यतिमै अन्त्य गरौँ। तपाईहरु पनि आफ्नो ख्याल राख्नु होला र अर्को भिडियोमा फेरि भेट्ने नै छौँ हामी। त्यसको लागि तबतकको लागि बाई बाई।